हाम्रो रोकायाबाट त्यो गाउँको नाम रोकायाबाट हजुर रोकायाबाट अनि पाण्डु गुफा कहाँनिर पाण्डुको यही पर यही तरिका यही 4-6 घर छन् नि हो यही थिए यही एक तलिया घर चाहिँ परबाट पर अनि त्यहाँ भक्तजनहरू कहिले कहिले आउँछन् त्यहाँ अब पूर्वबाट त धेरै भक्तजन आउँदैछ अब भक्तजन आउँदैन वर्ष पछि आउँछ वर्षमा अब कहिले आउँछ नि कहिले यही साउन भदौ भने त्यस्तै आउँछ परबाट त बाधा बस्दा छिया अब कोही पनि चाहिँ भक्तजन असल आउने ठहरे कोही त्यसैका ऊ नै आउँदाखेरिमा नि धेरै उर्दाखेरिमा पछि दबाएर अहिले आएका छैनन् गोठी जिउला नाम राखेको छ कसले त्यो गोठी जिउला भने चाहिँ अघि त्यो माजु जिउलो थियो त्यहाँ हाम्रो यी लुड्काल यी पछाइको हो अहिले भने चाहिँ अब त्यसमा यो गर्दाखेरिमा अहिले गोठी जिउलो बजार बुनेर गोठी जिउलो बजार भएर अहिले त्यहाँ बजार चाहिन्छ त्यो माथि मुगु जाने बाटो होइन त त्यो मुगु जाने बाटो हो त्यो मुगु जाने बाटो हो कहाँ जान्छ त्यहाँबाट त्यो बाटो मुगु गयो माथि उहीँ हुम्ला सिङकोट पुग्ने भइगयो त्यो बाटो यता पनि पुग्छ हजुर अन्त यो पर त्यही कोनिका सुन्दरी माईको ऊ छ तामाटी विनेसी परि जुम्ला खलङ्गा गयो वारीको रोड अन्त यसो भित्र जान्छ भित्र त्यो परि अब मुगुवे जिल्ला भनेपछि परि खतेर खोला जान्छ हाम्रो त्यो गाउँदेखि नै हाम्रो रानीसुन भन्ने अब त्यही गाउँभित्रको त्यो हो यो पारि प्याउखुडियाबाट हो कति घर दूरी छ नि यहाँ त घर दूरी धेरै छ